पृथ्वी राजमार्गमा पर्ने व्यास एक तालघरेबाट उत्तरमा रहेको पुण्यभूमि बराह क्षेत्रको बयान पथ प्रदर्शन यस प्रकार रहेको छ। तालघरेबाट उत्तरतर्फ नागबेली परेका सडक रोचक दृश्यहरू निहाल्दै केही समयमा नै पुग्नुहुनेछ। विगतमा दुम्सी रहेको स्थान दुम्सी चौर, दुम्सीको शालिग निहालेर पूर्व लाग्नुभयो भने क्षणभरमै निर्बु चौतारी भन्ज्याङ आइपुग्नुहुनेछ। तत्पश्चात पक्की सडक हुँदै ओह्राली लाग्नु भएपछि देख्नुहुनेछ समीको वृक्ष। आहा आहा हरियो वृक्ष, अमृत रूपी जल, शीतल वायु, अत्यन्त रमणीय स्थानमा अवस्थित बराह देवी तथा जलेश्वर महादेवको दर्शन पाउनुहुनेछ भन्नेसम्मको तथ्य। गरौँ दर्शन बराह देवी माताको, गरौँ दर्शन बराह देवी माताको, गरौँ दर्शन बराह देवी माताको, गरौँ दर्शन। जलकुण्डको बायाँ माता देवी तथा दायाँमा जलेश्वर महादेव आसीन हुनुभएको भन्दै गरौँ दर्शन जलेश्वर महादेवको, गरौँ दर्शन गरौँ दर्शन जलेश्वर महादेवको, गरौँ दर्शन जलेश्वर महादेवको, गरौँ दर्शन। पुग्छ आँटेको पाउ पर्छु माताको, पुग्छ आँटेको पाउ पर्छु माताको, पुग्छ आँटेको पाउ पर्छु माताको, पुग्छ आँटेको। माग्नुस् आशीर्वाद दर्शन गरी माताको, माग्नुस् आशीर्वाद दर्शन गरी माताको, माग्नुस् आशीर्वाद दर्शन गरी माताको, माग्नुस् आशीर्वाद। अमृत रूपी जलपान गर्दै लिनुस् फलफुल, दर्शन गरी माताको लिनुस् फलफुल। अमृत रूपी जलपान गर्दै लिनुस् फलफुल, दर्शन गरी माताको लिनुस् फलफुल। दर्शन गरी माताको लिनुस् फलफुल। कष्ट छैन सधैँ हुन्छ राम्रो, सबै कुरा पुर्याइदिने भगवान हुन् हाम्रो। कष्ट छैन सधैँ हुन्छ राम्रो, सबै कुरा पुर्याइदिने भगवान हुन् हाम्रो। सबै कुरा पुर्याइदिने भगवान हुन् हाम्रो। कोटि नमस्कार बराह देवी मातालाई, कोटि नमस्कार बराह देवी मातालाई, कोटि नमस्कार बराह देवी मातालाई, कोटि नमस्कार।